एकदम बवाल थियो के लाइक हुन्छ नि अहिलेसम्म नेपाली फिल्ममा मलाई सबैभन्दा राम्रो लागेको जेरी अन टप हो के बवालै एकदम राम्रो छ। अनमोल केसीलाई एक्टिङ गर्न आउँदैन भन्नेहरूले चाहिँ यो फिल्म हेर्न आउँदा हुन्छ। एकदम बवाल सबै अब अनमोल केसी त यसै पनि मन पर्ने नै एक्टर छ हैन। एकदम राम्रो लाग्यो। कस्तो लाग्यो फिल्म राम्रो छ ओभरअलमा हैन। नेपाली फिल्ममा आफ्नै देशको माटो सुनाउँदै बनाएको छ। नमस्कार साथीहरु, स्वागत छ तपाईलाई रिभ्यू विमल युट्युब च्यानलमा। आज हामी जेरी अन टप मुभी रिभ्यू गर्न गइरहेको छौं, जुन भिडियो एकदम धमाकेदार अनि मजेदार हुनेछ। आउनुहोस् ढिला नगरी सुरु गरौं। जेरी अन टप यो मुभीले लिटरली नेपाली सिनेमालाई टपमा पुर्याउने काम गरेको छ। यो मुभीमा डाइरेक्टर सुयोग गुरुङको डाइरेक्सन यस्तो लाग्छ जस्तो कि कुनै हलिउड लेभलको मुभी हेरिरहेका छौं। मुभीको सुरुवात नै माउन्ट एभरेस्टको दृश्यबाट हुन्छ। क्यामेरा एंगल, VFX अनि साउन्ड इफेक्ट सबै एकदम नेक्स्ट लेभलको बनेको छ र अनमोल केसीको इन्ट्री सिधै एभरेस्टको एनर्जी जस्तो पावरफुल छ। उनी जयवीर सिंह राणाको रोलमा देखिन्छन्, जो आफ्नो बुवा भुवन केसीको इमोसनल कम्पिटिसनमा हुन्छन्। त्यसैले यो मुभी केवल आरोहणको कथा मात्र नभई यो एउटा बुवा र छोराको आत्मसम्मान र सम्बन्धको संघर्ष पनि हो। मुभीको पहिलो हाफमा तिमी हाँस्छौ, रमाउँछौ अनि इन्टरभल पछि भावनाले थिच्छ। स्पेशली जब भुवन केसीले अनमोललाई जोरको झापट दिन्छन्, त्यो सिनले हलमा लिटरली पिन ड्रप साइलेन्स बनाइदिएको थियो। भुवन केसी अनुभवी एक्टर हुन्, तर यो मुभीमा उनको प्रेजेन्स त्यति दमदार छ जस्तो कि उनीले डेकेड्स पछाडि अडियन्सलाई सम्झाइरहेका हुन्छन् र सुपरस्टार भनेको यस्तो हुनुपर्छ भनी भुवन केसीले देखाएका छन्। र अब जाउँ एक्ट्रेस तर्फ। जसिता गुरुङ र आचल शर्मा दुवैले स्टर्निङ पर्फर्मेन्स दिएका छन्। यो लभ ट्रिङ्गल दुबई र एभरेस्ट बीचको सिनले मुभीलाई रोमान्टिक कलर दिएको छ। जसिताको इमोसनल ब्रेकडाउन र आँचलको कन्फिडेन्स क्यारेक्टर दुवै पर्फेक्टली ब्यालेन्स हुन्छन्। अनि माग्ने बुढा केदार प्रसाद घिमिरे हरेक पटक डायलग बोल्दा हलमा हल हल्लिएको थियो। उनीले मुभीको सिरियस पार्टमा पनि हाँसोको स्वाद दिलाएका हुन्छन्। र मुभीको ब्याकग्राउन्ड म्युजिक र सिनेमाटोग्राफी कुरा गर्दा नेपाली मुभीको लेभल भन्दा माथि छ। कहीँ कतै लाग्न सक्छ यो नेपाली मुभी होइन, यो त कुनै इन्टरनेशनल एडभेन्चर ड्रामा हो। एभरेस्टको स्नो शट, विन्ड, साउन्ड अनि क्यामेरा प्यानले गुजबम्स नै दिन्छ। स्टोरीको क्लाइम्याक्समा जब जेरी एभरेस्ट चढ्न निस्कन्छ, त्यो जर्नी, त्यो रिस्क अनि त्यो पेन सबैलाई इन्स्पिरेसन दिने जस्तो लाग्छ। अडियन्स लिटरली रोएको थियो जब आई एम ओके जेरी भनी डायलग आउँछ। डाइरेक्टर विज सुयोग गुरुङले देखाएको सिनहरूले भन्न खोज्छ, बजेट ठुलो नभए पनि भिजन ठुलो भयो भने नेपालबाट पनि मास्टरपिस मुभी बन्न सक्छ। र ओभरअल मुभीको हाइप एन्ड एक्सपेक्टेसन देख्दा जेरी अन टप इज नट जस्ट अ मुभी, इट्स एन इमोसन। नेपाली मुभी इन्डस्ट्रीले नयाँ उचाइ छोएको छ र यस मुभीलाई हाम्रो रिभ्यू विमल युट्युब च्यानलबाट 5 स्टारमा 4.5 स्टार दिन चाहन्छौँ। र नेपाली सिनेमामा यस्तो डेडिकेसन जस्तो मेकिङ अनि यस्तो स्टोरी सालमा एक पटक मात्र आउँछ। र यदि तपाईले अहिलेसम्म जेरी अन टप मुभी हेर्नु भएको छैन भने अब सिनेमा घरमा जेरी अन टप हेर्न जानुहोस्। नेपाली सिनेमालाई र नयाँ दृष्टिकोणलाई समर्थन गर्नुहोस्। र यदि तपाईले जेरी अन टप मुभी हेरिसक्नु भएको छ भने तपाईलाई जेरी अन टप मुभी कस्तो लाग्यो कमेन्टमा आफ्नो प्रतिक्रिया राख्न नभुल्नु होला। र साथै भिडियो मन परेमा लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।